सक्छ कति के रकम उठेको हिसाबले त अब देखिहाल्नुभयो अनि तलमाथि भयो होला यसको लागि व्यवस्थापन समिति र टोल सुधार समितिको तर्फबाट पनि अब यसलाई कतिपय ठाउँमा पुरा भइसकेको छैन भएको ठाउँमा पनि यस्तै भनेर सरसल्लाह तपाईँहरूकै अग्रजबाट सरसल्लाह लिएरै फेरि त्यहाँ गर्नेछौँ भन्ने भोलिदेखि गर्ने हो कि आजबाट गस्ती टोली गर्ने हो गस्ती चाहिँ अब पानी रहेको दिन शनिबार 18 गते पछाडि पारौँ न 18 17 गतेसम्म यहाँ टोलबाट अस्तिकै यस्तो आफ्नो आफ्नो जुन छ नि ब्लक छुटेको गर्ने हो कि एकमुष्ट गर्ने हो त्यो मिलाएर गरेर हाम्रोबाट सुरु हुन्छ यो बस्तीलाई भोलि हिजोको समय र आजको समय सिसी क्यामेरा लगाइसकेपछि त त्यत्रो हामीले मर्यादै गरेर बस्ती नहिँड्दा पनि हुन्छ है हुन चाहिँ एउटा किनभने सिसी क्यामेरा लगाइसकेपछि त्यसको हिँड्दै नहिँड्नु चाहिँ भनेको होइन फेरि 10-11 बजे पुलिसले पनि गरिरहेको छ 10-11 बजेपछि हामीलाई चाहियो भन्ने कुरा गर्दैछ पुलिसले पनि किन 10-11 बजे हामी भ्याइएछ भने र सक्ने युवाहरू हुनुहुन्छ हामीहरू भने कहिलेकाहीँ दिनमा 1 दिन 2 दिन ग्याप गरेर पनि त्यो सिस्टमलाई राख्नुपर्छ हामीले राखेर हिँड्यौँ भने कमसेकम त्यहाँ पनि बेलुकाको समयमा अलिक टाइट 1-1.5 मिनट चाहिँ हामीले टाइट गर्नै पर्छ गर्ने भने भोलि हिजोको समयको फेरि निकै विकृति भइरहेको छ त्यो कुरालाई फेरि सहजीकरण हुन सक्थ्यो हामीले पनि अलिकति गफ्ती हिँडेका छैन भनेर अलिकति डराउँ मान्छेले हामीले त के होला अलिक डर